आउने भयो भन्ने चाहिँ अलिक गम्भीर रूपले नै मैले प्रतिनिधिहरूको कुरा सुनिरहेको छु। मैले त्यो पहिला 10 लाखसम्मको निम्ति एक खालको र त्योभन्दा माथिको अर्को खालको भन्ने थियो सायद। अहिले 2% चाहिँ कर भन्दाखेरि त 2 गर्दै जाँदा त 6% हुन पुग्दो रहेछ भन्ने भयो भने यसलाई पुनर्विचार गर्न सक्ने स्थिति हो कि होइन भन्नुहोस् त। नत्र सुनचाँदी व्यवसाय त पुरै चाहिँ विस्थापित हुने खतरा पो रहेछ त। तपाईसँग सायद भेट्नु भयो होला उहाँहरूले, के हो भन्नुहोस् त। यसलाई त अलिकति पुनर्विचार गर्ने ढङ्गले सोध्नु पर्यो, नत्र त एकदम खुला बोर्डरले गर्दाखेरि इन्डियातिर अब इन्डियाका चाहिँ अब ठुल्ठुला कम्पनीसँग के को कम्पिटिसन गर्ने हामीले। त्यसमाथि इन्डियाको र नेपालको कर नीति फरक फरक हुने बित्तिकै त स्थिति त डामाडोल हुने जस्तो देखियो। के हो भन्नुहोस् त। हजुर विस्तारपूर्वक पछि बताउनु होला। अहिले अलि पुनर्विचार गरेर सुनचाँदी व्यवसायलाई राहत दिने ठाउँ निकाल्नु पर्यो। हजुर ल है त मैले यसलाई सिरियसली तपाईँको कानमा हालेँ। अब तपाईँ सोध्नु होला है। अरू अरू डिटेलमा त भेटेरै कुरा गरौँला। गोविन्दजीले गोविन्दजीलाई एकचोटि गर्नु लगाएको थिएँ मैले। अर्कै प्रसङ्ग थियो सायद। कता हिँडेँ होला म। ल अरू त पछि गरौँला है। अहिले मैले तपाईँलाई यो कुरा हालिहालेँ।